जापानमा पराय मान्छे साइकल चढ्छन्, साइकल किन्दा पनि गाडी किने जस्तो सब आफ्नो डिटेल सब पसलमा दिनुपर्छ। तपाईँले आज मैले के देखाउन थालेको भने अब यो घरको साइकल पार्किङ यहाँ छ, यसरी अब यहाँ बस्ने मान्छेले यसरी पार्किङ गरे होइन। एउटा साइकल चाहिँ यहाँ ल्याएर एउटा यसरी राखिरहेको रहेछ यहाँ। अब केही दिनदेखि मैले काम जाने बेलासँग देखिरहेको हुन्छु साइकल, केही दिनदेखि यहीँ छ अनि यसमा चाबी पनि लागेको छ। अनि यो साइकललाई यहाँ के गर्छ भने अब यहाँको नगरपालिका मान्छे भनौँ न, पुलिस जस्तै मान्छेले के गर्छन् भने बुढाहरू डुलिरहेको हुन्छन्, साइकल होस् या बाइक होस् या गाडी होस्, जस्तै नो पार्किङ एरियामा राखेको भए साइकलमा यस्तो सिट टाँसिदिन्छ, यस्तो सिरु यस्तो पेपर टालिदिन्छ। अनि गाडीमा पनि यस्तै हो, बाइकमा पनि यस्तै हो। यहाँ जापानमा के गर्छ भने यस्ता अब नो पार्किङमा अब जता ल्याएर मान्छेले राख्यो भने केही महिना चाहिँ केही महिना होइन कि 1 हप्ता कि 2 हप्ता कि 3 हप्ता कि 1 महिनासम्म चाहिँ केही पनि गर्दैन। अनि त्यतिसम्म पनि यहाँ राखिरहेको भने अनि नगरपालिका गाडी आएर उठाएर त्यो कता समुद्रतिर डर कता कि समुद्रतिर कि त्यो ट्रेन हिँड्नेको लिकको तल राखिदिरहेको हुन्छ, ट्रेन त्यो हिँड्ने बाटोको तल राखिदिरहेको हुन्छ। यदि पछि आफूले त्यो मेरो साइकल हरायो भने रिपोर्ट गर्यो भने चाहिँ अब त्यो पुलिसले खोज्दियो भने हुँ गएर लिनुपर्छ, आफै पैसा तिरेर। नेपालमा जस्तो अब त्यो भर्खर नो पार्किङ एरियामा राख्यो भने भर्खर उठाइहाल्ने, नगरपालिका उठाइहाल्ने चाहिँ गर्दैन, केही समय चाहिँ यस्तै राख्छ जापानमा। त्यही मात्र भन्न खोजेको भिडियोमा।